आपुदेखि राम रहिमसम्मको एउटा छुट्टै साम्राज्य खडा गरेर धार्मिक साम्राज्य बहुत खतरनाक छ फेरि त्यसमा पनि हाम्रो देशलाई वैदिक सनातनी बनाउने हाम्रो सरकारको कुरा हो। उनको देशलाई चाहिँ वैदिक सनातनी बनाउन नसक्ने, हिन्दुत्व होइन वैदिक सनातनी भनौँ, किनभने ग्रेटर हिन्दुस्तान अन्तर्गत नेपाल कब्जा गर्ने मोदी मिसनको हामी मोहरा नबनौँ। नेपाल भारतका एक अभिन्न अंग है भने मोदीको योजना अनुसार नेपाल प्रवेश गराइएको। तपाईलाई थाहा छ नरेन्द्र दामोदर दास मोदीको कोटरीमा अहिले विनोद चौधरीको विशेष लगाव छ र यिनको सबभन्दा ठुलो बिजनेस अब भारतमा केन्द्रित हुँदैछ। यो होल्डिङ कम्पनी बनाएर उनले त्यहाँ एउटै व्यक्ति 4 ठाउँमा पुगेर ओभर एक्टिङ गर्दै गुरु आप तो भगवान हे भनेर कराउँछ, छटपटिन्छ, के गर्छ, उसको भूत फेरि 2 मिनेटमा झर्छ। यो हिमवत खण्डमा रहेको तपोभूमि, ऋषिभूमि, सुन्दर शान्त हराभरा देशमा जसले वैदिक सनातनी आचरण, कर्म र अनुष्ठानमा आधारित भएर कोही आउनुहुन्छ, भगवान श्री पशुपतिनाथदेखि जति पनि मठ मन्दिर छ त्यसको पवित्र धामहरूको दर्शन गर्न र त्यसको उन्नयन, प्रगति, उन्नतिको लागि यदि उहाँहरू आउनुहुन्छ भने हामी रेड कार्पेट, रातो कलैँचा ओछ्याएर, मखमलको गद्दा ओछ्याएर उहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। जुनसुकै पाहुनालाई हामी अतिथि देवो भव भन्दै सम्मानका साथ विराजमान गराउँछौँ। यो हाम्रो संस्कार हो, हाम्रो संस्कृति हो। तर भगवान श्री पशुपतिनाथदेखि 33 कोटी देवताको निवास भएको नेपाल जस्तो एउटा तपोभूमि, ऋषिभूमि, देवभूमिमा भगवानसँग तपाईको हृदय जोड्नको लागि कुनै दलाल वा एजेन्ट चाहिन्छ र त्यो म हो भन्दै कोही आउँछ र धर्मको आडमा राजनीति र व्यापार कसरी गर्छ र कुत्सित उद्देश्य बोकेर भारतको एउटा अभिन्न अंग नेपाल हो भन्ने दुष्प्रचार गर्दै हुँदै नभएको विद्याको हवाला दिएर योगीहरुमा हुँदै नहुने चरित्र, वास्तविक सन्त योगी जो काम, क्रोध, मोह, मद, माश्चर्यबाट मुक्त हुन्छ, ठुलठुला दरबार सम्पत्ति खडा गर्ने, र्याकेट सञ्चालन गर्ने, आफूलाई हिरो जस्तो देखाउने, आफूलाई जीवित भगवान बताउने र धर्मको नाममा जुन विकृति, विसंगति, राजनीति र व्यापार गर्ने जुन खालका धन्दा सेठहरू हुन्छन् उनीहरूको बारेमा वास्तवमा भन्ने भने गो टु हेल भन्दा फरक पर्दैन र धर्मराजको खातामा पनि तिनीहरूको कर्तृत्वले खेला भनिन्छ। जसले आध्यात्ममा, धर्ममा, परम्परामा जसले जानी बुझिकन विकृति फैलाउँछ त्यसलाई कुनै क्षमादान छैन। धीरेन्द्र शास्त्री उर्फ बागेश्वरी बाबाधाम सरकार, उहाँको कुरा गरौँ त के हो उहाँ? अब यहाँ आउनुहोस्, उहाँको प्रवचन सुन्दै जानुहोस्। कुनै पनि वेद, उपनिषद अथवा 4 वेद, 18 पुराणका एउटा पनि प्रसंग त्यहाँ उद्धृत छैनन्। कुनै श्लोकहरू, संस्कृतका मन्त्रहरू, ऋचाहरू त्यहाँ उच्चारण छैनन्। छन् त केही चटकी कुरा, जादुगरी, पटपट झटपट, फिल्मको हिरो जस्तो सेलिब्रिटी इमेज